हेलो साथीहरू, गुड मर्निङ। शुभ शनिबार। मैले यसरी नै साथीहरूले राखेको देखेर यसो फुलमा है यसरी प्लास्टिक राखिदिएको, ग्लास राखिदिएको है, के हुन्छ मलाई थाहा छैन, तर राखेँ। अब के हुन्छ यसको फल चाहिँ पछि, त्यसको रिजल्ट पछि देखिएला। मैले दुईवटा फुलमा एउटा फुल सुकेर यस्तो भयो, एउटा अरू फुल यस्तो भयो। अनि यी दुईटालाई चाहिँ टेस्ट गर्नको लागि साथीले राखेको देखेर मैले यसरी नै प्लास्टिकको गिलास राखिदिएको थिएँ। दुईवटा फुलमा एउटा फुल राखेको छैन। यी एउटा फुल ओइलिसक्यो। यो फेरि एक दिन मात्रै फुल्ने रहेछ, अरू धेरै दिन 24 घन्टा कि कति 48 घन्टा मात्रै रहने रहेछ। अस्ति यो फुल फुलेको थियो, अनि भोलिपल्ट हेरेको त फेरि ओइलिसकेछ। यसको टाइमै यति हो कि के भयो त्यो त थाहा छैन है। यो पनि फुले अहिले यस्तो छ है। अब भोलि कस्तो हुन्छ थाहा छैन, हेरौँ। मैले यो गिलास राख्दैछु, अब यो गिलास राखेपछि कस्तो हुन्छ नि, यी पनि दुईवटालाई हेरौँ ल साथीहरू। शुभ बिहानी। अनि एउटा फुल यस्तै छ है। शुभ बिहानी सबैलाई। आजको दिन शुभ रहोस् है त।